राजा आउँछन् कि आउँदैनन् यो कुरा धेरै विवाद पनि भइरहेको छ, धेरैको बहसको विषय पनि भइरहेको छ। धेरैजनाले आउँछन् वैशाखसम्ममा आउँछन्, चैतसम्म आउँछन्, धेरै होइन त्यो हेर्नेहरूले भन्नुभयो। तपाईँको यो कार्डले चाहिँ के बताउँछ? हाम्रो राजा आउनुभयो भने को आउनुहुन्छ अथवा आउनुहुन्न, चान्स छैन। अब मान्छे नै जेन्डर नै चाहिँ यसले डिफाइन गर्दैन को आउनुहुन्छ भनेर होइन। अब चान्सेस चाहिँ हेर्न सकिन्छ। ओके, केही हदसम्म सम्भावना थियो, तर अहिले चान्सेस एकदम कम आयो। किन, के कारण त्यस्तो हुन्छ? त्यस्तो पनि हुन्छ हो? हुन्छ, अस्तिसम्म चाहिँ चान्सेस रहेछ होइन। अब मैले पहिला पनि भनेको थिएँ असारसम्म चाहिँ अलिकति लो चान्सेस छ। अहिले चाहिँ टोटली केही समयलाई यो स्थगित नै हुन्छ जस्तो लाग्यो मलाई। अब आन्दोलन हुने फेरि पनि भन्ने कुराहरू आइरहेको छ। त्यो चाहिँ हुन्छ नै। मैले पहिल्यैदेखिको पोडकास्टमा भनेको थिएँ मेमा चाहिँ देश बीच एकदमै ठुलो लफडा हुन्छ, तोफाना हानुहुन्छ भनेर। देखिरहनु भएको छ इन्डिया र पाकिस्तानको न्युजहरू होइन। सो अहिलेलाई चाहिँ केही समयलाई चाहिँ यो राजा चाहिँ अलिकति स्थगित नै देखियो होइन। केही भित्रभित्र केही कारणहरू होला, सबै कुरा भन्न अब पब्लिकली चाहिँ बुझ्नुहुन्छ होला मान्छेहरूले के छ कस्तो छ कारणहरू भनेर। तर अहिलेलाई चाहिँ यो विषयमा चाहिँ चान्सेस छैन। यो विषयलाई धेरै नकोट्याउँदा राम्रो होला।